पुरै लैजा अहिले म पास गरिदिन्छु पुरै म पास गरिदिन्छु अहिले अहिले म पुरै पास गरिदिन्छु लिएर जा तेरो बुइनी केस मैले पुरै पास गरेर दिन्छु तेरो छोरीलाई तेरो साला मासाला तैँले आएर ए त मासाला त तेरो इज्जत छ र त बेइज्जती गराउँछे तेरो इज्जत छ साले तेरो इज्जत हुनु पर्यो नि साला तेरो इज्जत हुनु परेन के भन्दैछ यसले तँ पुरै तँ क्यामेरा पुरै रेकर्ड गरेर यसले के बोल्दैछ मैले तँ बोले होइन नि तँ नै हो तपाईको ज्वाइँ हैन होइन राखी छ नि त्यस्तो नथुक्नु राखी छ यसले मन परि राणीका पान भनिरहेको छ नि यसलाई लगेर अहिलेको अहिले म झाकिदिन्छु यिनीहरू फेरि यिनीहरू झाकिदिन्छु अहिलेको अहिले तेरो बुइन लैजा ज्वाइँको चाहिँ यहाँनिर बात विवाद भइरहेको लैजा ज्वाइँले चाहिँ बुढीलाई कुटेर तिमीहरूको बुइनीहरू सबै गोरु रहेछौ तिमीहरू सबै पशु रहेछौ त्यही भएर राजनले तँलाई छोडेको कारणै त्यो रहेछ छोडेको रहेछ त्यो कारणले राजनले छोडेकै त्यो कारणले रहेछ राजनले मलाई भन्थ्यो राजन भन्नाले को राजन भन्नाले तपाईको साँड भाइ तपाईको साँड भाइ मेरो राजन साँडो दाइ यो सदा नाम निशानै छैन यो नसाले चोरसँग यो चोर एकचोटि कहाँ गएर पैसा चोर बिस्टिनी बाख्रा पुरा तेरो चाहिँ कहाँसम्मको सामान छ हौ तँलाई जोइ भनौँ नमस्ते जेठी दिदीसँग के भन्छ अरे यता अहिले गाला साला म उहाँ पुग्ने गरेर हाल्छु अहिले अहिले मलाई धेरै ज्यादा मेरो दिमाग नपऱ्यो अहिले यहाँबाट हानेको उहाँ पुऱ्याइदिन्छु अहिले मासाला धेर ज्यादा नचिल्ला धेर ज्यादा नबोल यस्तो अब तपाईले यहाँ सुन्नु साला पाल्दिन मासाले तँ कुकुरी तँ जस्तो मासाला ए रन्डी मासाला रन्डी हो ओ दाइ के बोलेको तपाईले त्यो अनि त्यो डन्डा चाहिँ नगरौ न किन आइस त यहाँ आइस चाहिँ किन आइस के रन्डी मासाला